नमस्कार, स्वागत छ सम्पूर्णमा। आज श्रम ऐन 2074 को दफा 11 को बारेमा हामीले चर्चा गरौँ है त। दफा 11 को उपदफा 1 मा के भनिएको छ भन्दाखेरि रोजगारदाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन हुँदैन। यानी कि लिखित सम्झौता गरेर मात्र रोजगारदाताले कुनै पनि व्यक्तिलाई काम दिनुपर्छ। यदि कुनै व्यक्तिलाई काम दिँदै हुनुहुन्छ भने तपाई रोजगारदाता हुनुहुन्छ भने तपाईले लिखित सम्झौता गरेर मात्र रोजगारी दिनुपर्ने हुन्छ। त्यसैगरी उपदफा 2 मा फेरि हेरौँ है, त्यहाँनिर चाहिँ एक्सेप्सन छ भनौँ न। त्यसको अपवाद के छ भन्दाखेरि चाहिँ उपदफा 2 मा चाहिँ के भनेको छ भन्दाखेरि उपदफा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि आकस्मिक रोजगारीको लागि लिखित रूपमा रोजगार सम्झौता गर्न आवश्यक छैन। यदि आकस्मिक रोजगारी हो या तपाईले कुनै पनि व्यक्तिलाई चाहिँ आकस्मिक रोजगारीमा राख्दै हुनुहुन्छ भने चाहिँ तपाईले लिखित सम्झौता नै गर्नुपर्छ भनेर चाहिँ अनिवार्य छैन। अब तपाईले भोलुन्टरी रूपमा गर्न सक्नुहुन्छ, तर गर्नै पर्ने छैन हैन। अन्य केसमा भने चाहिँ तपाईले लिखित सम्झौता गरेर मात्र कुनै पनि व्यक्तिलाई काममा लगाउन सक्नुहुन्छ। धन्यवाद।